हेलो साथीहरू, मेरो छोटो अनि यो मिठो भिडियोमा चाहिँ हजुरहरूलाई स्वागत छ। म चाहिँ घर आएको 4-5 दिन भयो अनि अब मेरो चाहिँ ड्युटी सुरु हुन्छ। झाडु बढाल्नुदेखि लिएर खाना बनाउनु। अहिले चाहिँ देउरानी पनि भएको भएर सजिलो हुन्छ, मिलिजुली काम गर्छु नि त। अनि यो घर चाहिँ फेरि चारैतिर खुल्ला भएको भएर यति फोहोर हुन्छ, हावाले पुरा फोहोरहरू लिएर आउँछ कि। अनि झालहरू पनि ठुलो ठुलो भएको भएर यता चाहिँ फेरि मेरो देउरानी बच्चाको लागि खाना बनाउँदैछ। अनि हेर्नुहोस् न, उठेर भर्खर आउँदैछ। अनि त्यही भएर यो घर चाहिँ अब बिहान बेलुका साफ गर्नु जरुरी हुन्छ। अनि मलाई फेरि अलिकति फोहोर भयो कि कस्तो खुट्टामा लाग्छ। अनि मलाई चाहिँ सफा गरिरहनुपर्छ कि। अनि घर सफा गरिसकेपछि चाहिँ मैले अब हलुवा बनाउनुतर्फ लागेँ। सबैजना हलुवा खाने भनेको भएर अनि सुजीलाई मैले तेलमा रातो गरेर भुटिसकेपछि अब थोरै थोरै पानी लगाउँदै मजाले पकाउँछु। थोरै थोरै पानी, एकैचोटि पानी नहालेर थोरै थोरै गर्दै राख्यो भने चाहिँ मजाले सुजी फुल्लिन्छ कि। अनि फेरि यहाँ चाहिँ यस्तो गिलो गिलो हलुवा खान्छ कि, उता नेपालमा जस्तो फुर्र परेको खाँदैन। यहाँ चाहिँ जे पनि गिलै हुनुपर्छ कि, राइस पनि गिलो। अनि चाहिँ सुगर फ्री हलुवा हो। मैले चाहिँ लास्टमा सुगर हालेँ। सबैजनाले चाहिँ मेरो पुरा भिडियो हेरिदिनु होला।